यो कथा हो जापानमा बसोबास गर्ने एक साधारण विद्यार्थीको, जसले सपना देख्यो, सङ्घर्ष गर्यो र आफूलाई प्रमाणित गर्यो। मेरो यात्रा एउटा नयाँ संसारमा प्रवेश। नेपालमा हुँदा जापान भन्ने बित्तिकै अत्याधुनिक सहर, अनुशासन र धेरै अवसरहरू देख्थेँ। जब यहाँ आइपुगेँ तब थाहा पाएँ यहाँ अवसर मात्र होइन, सङ्घर्ष पनि उत्तिकै हुँदो रहेछ। नयाँ भाषा, नयाँ संस्कृति र नयाँ ठाउँ। सुरुमा दिनहरू असहजै थिए। जापानिज भाषा बुझ्नै गाह्रो, पार्ट टाइम जब खोज्नै धौधौ हुने, अनि पढाइलाई सन्तुलनमा राख्न एकदमै गाह्रो। तर म भित्र एउटै कुरा गुन्जिरहेको थियो कि म यहाँ असफल हुन आएको होइन। बिहान क्लास, दिनभरि बेड मेकिङ र बेलुका बेन्तो। मेरो दिनहरू यस्तै गरी चलिरहेको थियो। बिहान क्लास, दिउँसो बेड मेकिङ, बेलुका बेन्तो। यस्तै दिनहरू बित्न थाले। कहिलेकाहीँ थाकेर लड्न मन लाग्थ्यो, तर सपनाहरू सम्झेर अगाडि बढिरहेँ। काम गर्दा थकान लाग्थ्यो। काममा भाषा नबुझेर पनि एकदमै प्रब्लमहरू आइरहेको थियो। काममा अर्काको भनाइहरू पनि अति नै सुन्नु पर्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो यो ठाउँ, यो देश मेरो लागि होइन कि। तर आफूले आफूलाई सम्झाउने प्रयास गर्थेँ। म बिस्तारै अगाडि बढ्दै गएँ, भाषामा सुधार ल्याएँ, साथीहरू बनाउँदै गएँ र जापानिज संस्कृतिमा घुलमिल हुँदै गएँ। समय बित्दै जाँदा मलाई भित्रैदेखि लाग्न थाल्यो कि सङ्घर्ष नै अब मेरो सबैभन्दा ठुलो शिक्षक हो। मैले जापानिज भाषा पनि राम्रोसँग बोल्न थालेँ, पढाइमा सुधार ल्याएँ र काममा विश्वासिलो बन्दै गएँ। सबैभन्दा ठुलो कुरा, म आफूमा आफै आत्मनिर्भर हुन थालेँ। अहिले म मेरो सपनाको यात्रा तय गरिराखेको छु। थाहा छैन भोलि के हुन्छ, तर मलाई यति थाहा छ, म हार्ने छैन। यदि तिमी जापान आउन चाहन्छौ अथवा नेपालमै कुनै काममा सङ्घर्ष गर्दैछौ भने सङ्घर्ष गर, धैर्य राख र कहिल्यै हार नमान। कठिनाइहरू नै तिमीलाई बलियो बनाउँछ। अन्त्यमा म भन्न चाहन्छु कि सपना देख र आफ्नो सपना साकार पार्नलाई आफ्नो तर्फबाट 100% देऊ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनु होला। तपाईँलाई के कुराले प्रेरित गर्छ कमेन्टमा लेख्नुहोस्।